प्रस्तुत छ यो रिपोर्ट। नेपालमा पछिल्लो समय राजनीतिक र प्रशासनिक क्षेत्रका हाई प्रोफाइल र ठूला कारोबारी जोडिएका मुद्दाका फाइलहरू एकपछि अर्को खुल्दैछन्। यसै सन्दर्भमा ई पासपोर्ट वा राहदानी छपाई तथा खरिद प्रक्रिया सम्बन्धी मुद्दा पनि विशेष अदालतमा दर्ता भएको छ। 10 अर्ब 13 करोड 4,61,477 रुपियाँ भ्रष्टाचार बिगो मागदावी सहित दर्ता गरिएको मुद्दामा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल सहित 10 जना कर्मचारी र छपाई तथा खरिद प्रक्रियामा सहभागी भएका 2 कम्पनी र त्यसका प्रतिनिधि समेत गरी 16 जनालाई प्रतिवादी बनाइएको छ। तत्कालीन परराष्ट्र मन्त्री आरजु राणा देउवालाई समेत सोधपुछका लागि अख्तियारले बोलाएको ई पासपोर्ट वा राहदानी छपाई प्रकरण धेरै पुरानो होइन। करिब 19 महिना पुरानो यो प्रकरण 2081 साल मंसिरबाट सुरु भएको हो। 2081 साल मंसिर 13 गते नेपाल सरकारले 64 लाख थान ई पासपोर्ट छपाईका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। 5 वर्षका लागि नयाँ विद्युतीय राहदानी आपूर्ति र त्यसको प्रणाली व्यवस्थापन गर्न आह्वान गरिएको ग्लोबल टेन्डरको ठेक्का जर्मनीको भेरिडोस र मुल्हवर कम्पनीले प्राप्त गरेको छ। पहिलो प्याकेजको 1 अर्ब 55 करोडको ठेक्का मुल्हवाउर र प्याकेज 2 को 6 अर्ब 55 करोडको ठेक्का भेरिडोसले प्राप्त गरेको थियो। सम्झौता अनुसार राहदानीको व्यक्तिगत विवरण, प्रविष्ट गुणस्तर नियन्त्रण र प्याकिङ प्रणाली सहितको EMRTD बुकलेट खरिद गर्ने योजना थियो। केही प्रक्रिया सुरु भए पनि राहदानी छपाई र प्रणाली व्यवस्थापनको काम भने भएको छैन। नागरिकको व्यक्तिगत डाटा र संवेदनशील सुरक्षासँग जोडिएको विद्युतीय राहदानी ई पासपोर्ट छपाईमा कर छलीका साथै आर्थिक लाभको आशंकामा अख्तियारले छानबिन सुरु गरेको थियो। ठेक्का पाएका विदेशी कम्पनीका नेपाल स्थित एजेन्टहरूको कमिसन लगायतका अपारदर्शी गतिविधिमा छानबिन थालेको अख्तियारले तत्कालीन सरकारका परराष्ट्र मन्त्री आरजु राणा देउवालाई समेत सोधपुछका लागि बोलाउने भएको छ। यसका लागि जेन्जी आन्दोलनका क्रममा जलेको देउवाको घरमा नै सूचना टाँसेको अख्तियारले सोधपुछका लागि बोलाउने निर्णय गरे पनि विशेष अदालतमा दायर मुद्दा अभियोजनमा भने उहाँलाई प्रतिवादी बनाइएको छैन। ठेक्का प्रक्रियामा सेटिङ र अनियमितताको आशंका गरिएको र नागरिकका निजी जानकारी र सुरक्षासँग जोडिएको ई पासपोर्ट छपाई सम्बन्धी विषयलाई अत्यन्तै संवेदनशील रूपमा हेरिएको छ। नेपालका सन्दर्भमा इतिहासकै ठूलो मध्येको एक दावी गरिएको ई पासपोर्ट प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल एक साता अघि विभागबाटै पक्राउ पर्नु भएको थियो। यसैगरी विभागका निर्देशक सुनिल कुमार केसी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र जर्मन कम्पनी मुल्हवाउरका नेपालका स्थानीय प्रतिनिधि मनिन्द राज मल्ल पनि पक्राउ परेका छन्। यसैबीच अख्तियारले महानिर्देशक तीर्थराज अर्यालका साथै आपूर्तिकर्ता कम्पनी र त्यसका प्रतिनिधि सहित 16 जना विरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले लगाएको अभियोगमा नयाँ विद्युतीय राहदानी अर्थात् ई पासपोर्ट खरिद तथा छपाई प्रक्रियामा नीतिगत अनियमितता गरेको, कानून विपरीत ठेक्का टुक्र्याएर भागभण्डा लगाएको तथा योग्यता नपुगेका ठेकेदार कम्पनीलाई छनौट गरेको उल्लेख छ। अख्तियारले खरिद प्रक्रियामा खर्च भइसकेको 18 करोड 44 लाख 8,887 रुपियाँ असुल उपर गर्न तथा गलत प्रतिवेदन वा मूल्याङ्कन सम्बन्धी कसुरमा थप सजाय गर्न पनि माग गरेको छ। सलोजा दाहाल, नेपाल टेलिभिजन, काठमाडौँ।